हार्दिक स्वागत छ, सम्मान छ। यसरी घुमेर ब्यानरलाई यहाँ राखेर हाम्रा अतिथि पाहुनाहरू सेतो कुर्सीमा बस्नुहुनेछ। अतिथिहरू सेतोमा बस्नुहुनेछ। यहाँहरू रातो कुर्सीमा बस्नको निम्ति अनुरोध गर्छु। रातो कुर्सीमा गइदिनुहोस्। भक्तपुरको टोलीलाई हाम्रो पोखराको लेक साइडमा हार्दिक स्वागत सम्मान छ। यहाँ हार्दिक स्वागत छ। अगाडि गएर रातो कुर्सीमा बस्दिनुको निम्ति अनुरोध गर्छु। यो सेतो कुर्सीमा हाम्रा अतिथि पाहुना महानुभावहरूको आसन ग्रहण हुनेछ। यसै गरी महिला सञ्जालको तर्फबाट हामीले देखिरहेका छौँ। अलिकति ब्यानर माथि गरिदिनु होला। महिला सञ्जाल पोखरा महानगरपालिका वडा नम्बर 6 भैदामदेखि पाल्नुभएका आदरणीय दिदीबहिनीहरूलाई हार्दिक स्वागत छ। प्लिज यसरी घुमेर पछाडि गएर बस्नु होला। त्यसै गरी श्री गोरबराई दिदीबहिनी समूह भैदाम पोखरा 6 काशीदेखि आउनुभएका आदरणीय दिदीबहिनीहरू जसले आफ्नो पोसाकमा चटक्क सजिएर आफ्नो समूहमा एकताका साथ उपस्थित हुनुभएको छ। यो हाम्रो युवा नववर्ष महोत्सवलाई सफल पार्नको निमित्त यहाँलाई हार्दिक स्वागत छ। वडा स्तरीय कृषि सञ्जालको तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर 6 का आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई देखिरहेका छौँ। हार्दिक स्वागत छ। धादिङ त्रिपुरा अलिकति तन्काइदिनुहोस्। धादिङ त्रिपुरा बराई महिला समूह पोखरा 6 भैदामबाट पनि आदरणीय दिदीबहिनीहरू लामबद्ध रूपमा आफ्नो पोसाक सजिएर आउनुभएको छ। त्यहाँलाई हार्दिक स्वागत छ। आदरणीय अध्यक्षज्यू लगायत जति पनि यहाँ समावेश हुनुभएको छ सम्पूर्ण अध्यक्षज्यू लगायत यो समूहमा पाल्नुभएका सम्पूर्ण आदरणीय पदाधिकारी सदस्यहरूलाई हार्दिक स्वागत छ। पछाडि पञ्चेबाजा घम्किरहेको छ। दुईजना नानीहरूको नृत्यले मन जितिरहेको छ। हार्दिक स्वागत छ, सम्मान छ। अलिकति छिटो आएर घुम्दै गएर पछाडिको रातो कुर्सीमा बसिदिनु होला। यहाँ नअट्ने जति हाम्रो स्टेजको दायाँपट्टि गएर पेटीमा कुर्सी राखिएको छ त्यहाँ पनि बस्नको निम्ति म अनुरोध गर्दछु। यो हाम्रो शान, यो हाम्रो गौरव होटल सङ्घ पोखराले प्रत्येक वर्ष आयोजना गरेको यो 20औं युवा नववर्ष महोत्सवको उद्घाटनको दिनमा उपस्थित भएका छौँ। विशेष गरी पर्यटन वर्ष घोषणा गरिरहेको पोखरामा यति बेला यहाँलाई हार्दिक स्वागत छ। पर्यटनको राजधानी र पर्यटन धर्म वर्ष पोखरा एकैचोटि यहाँलाई हार्दिक स्वागत छ। सम्मान छ। मितेरी नारी समूह मुलुक भैदाम पोखरा 6 नेपालबाट पाल्नुभएका आदरणीय दिदीबहिनीहरूलाई हार्दिक स्वागत छ। अध्यक्षज्यू लगायत सिन्मो टिमलाई म आसन ग्रहणको निमित्त पछाडि गएर रातो कुर्सीमा व्यवस्थित ढङ्गले बसिदिनुको निम्ति अनुरोध गर्दछु। यसै गरी देवस्थान
भलछोपो आमा समूह पोखरा छ भैदामदेखि पाल्नुभएका आदरणीय आमा दिदीबहिनीहरूलाई हाम्रो हार्दिक स्वागत छ, स्याल्युट छ। अत्यन्तै राम्रो पोसाकमा सजिएर आउनुभएको छ अध्यक्षज्यू एवं पदाधिकारी सदस्यज्यूहरूलाई हार्दिक स्वागत छ। आसन ग्रहणको निमित्त स्टेजको पछाडि गएर बस्दिनु होला। अटिएन भने हाम्रै कार्यक्रम हो, हाम्रै हो यो भनेर यहाँहरू बाटोमा भए पनि बसेर यो कार्यक्रमको शोभा बढाइदिनु होला। अन्नपूर्ण तालबराई भजन समूहको तर्फबाट हामीले साक्षात् शिवजी देखिरहेका छौँ। हो साक्षात् शिवजी हाम्रो हरि कोइराला शिवजी, उहाँ चाहिँ निकै मजासँग ताण्डव नृत्य नाच्दै नाच्दै आउनुभएको छ। हार्दिक स्वागत छ। हाम्रो तालबराई अन्नपूर्ण तालबराई भजन समूहलाई हार्दिक स्वागत गर्दै अध्यक्षज्यू लगायत टिमसीको टिम पछाडि गएर आसन ग्रहण गरिदिनु अनुरोध गर्छु। अन्नपूर्ण आमा समूह पोखरा महानगरपालिका वडा नम्बर 6 भैदाम बगैँचादेखि पाल्नुभएका आदरणीय आमा दिदीबहिनीहरूलाई हार्दिक स्वागत छ, सम्मान छ। मजासँग धेरै सङ्ख्यामा आफ्नो पोसाकको आफ्नो समूहको पोसाकमा उपस्थित हुनुभएको छ, यहाँलाई हार्दिक स्वागत छ। हामी छौँ 20औं फेवा नववर्ष महोत्सव 2081 र 82को सुरुवातसँगै यहाँलाई हार्दिक स्वागत छ। भैदाम महिला विकास समाज पोखरा छ भैदामबाट आदरणीय आमा दिदीबहिनीहरू राम्रा राम्रा पोसाकमा सजिएर उपस्थित हुनुभएको छ, यहाँलाई पनि हार्दिक स्वागत छ, सम्मान छ। यसरी घुमेर यसरी पछाडि गइदिनु होला र यता नअटेकोहरू फेरि स्टेजको दायाँपट्टि पनि बस्ने कुर्सीहरू छ, त्यहाँ गएर बस्दिनु होला। म हार्दिक अनुरोध गर्न चाहन्छु। पछाडि अझै कुर्सीहरू बाँकी छ। हामीले धेरै र्यालीहरू देखिरहेका छौँ, धेरै सहभागी सङ्ख्यामा आउनुभएका देखिरहेका छौँ, यहाँलाई हार्दिक स्वागत छ। यसै गरी अलिकति माथि गरिदिनु होला। खहरे आमा समूह पोखरा महानगरपालिका वडा नम्बर 6 भैदामदेखि पाल्नुभएका खहरे आमा समूहका आदरणीय आमा दिदी बहिनी भाउजू यहाँहरू सबैलाई हार्दिक हार्दिक स्वागत छ, सम्मान छ। यहाँहरूको कार्यक्रम हो हाम्रो भैदाम, हाम्रो लेक साइड, हाम्रो गौरव तसर्थ यो विशेष गरी इन्टरनेसनल सिटीको रूपमा स्थापित भएको यो पोखरा छ भैदाममा हार्दिक स्वागत छ। पर्यटनको राजधानी पोखराको पनि मुटु लेक साइडमा यहाँहरूलाई हार्दिक स्वागत छ, सम्मान छ। त्यसै गरी हामीले देखिरहेका छौँ, अलिकति बिहान माथि गरिदिनु होला। सेराचौर बुहारी समूहका आदरणीय दिदी बहिनी भाउजू बुहारी यहाँहरू उपस्थित हुनुभएको छ, यहाँहरूलाई हार्दिक स्वागत छ। निकै राम्रो पोसाकमा सजिएर आउनु